दुर्गाजी यहाँलाई स्वागत छ। नमस्कार। नमस्ते। पोखराबाट तपाईँको एउटा सम्बोधन आएको थियो, राजालाई हातमा समातेर नारायण इटी छिराउँछु, कसले रोक्दो रहेछ? के आज नारायण इटी छिराउने तयारी हो? होइन, आज होइन, समय आएपछि सरकारलाई, महाराज विराज सरकारलाई हामी नागरिकहरूले नै हातमा समातेरै लिएर जाने हो, तर समय आउनु पर्यो। तर अन्य राजावादीहरूले भनिरहेका छन् दुर्गाप्रसाद को हो राजाको हातमा समातेर नारायण इटी छिराउने भनेर। कुन राजावादीले भन्यो त्यो मलाई थाहा छैन, होइन। राजावादीहरूले त्यस्तो नभन्नुपर्ने। अब भन्यो भने पनि ठिकै छ। मलाई जहाँसम्म लाग्छ राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आएर राजालाई, होइन, आम नागरिकले निर्मल निवासबाट एक दिन त्यो दिन आउँछ। हेर्दै जानुहोस्, मैले बोलेको कुरा पुगेको छ, होइन? पुगेको छ। राजाको एक दिन सम्बोधन आउँछ, राजाले बोल्नै पर्छ भने त्यो पोखराबाट बोल्नुभयो। अब राजाले निर्मल निवासबाट के भन्नुहुन्छ भने, ल आओ जनता हो निर्मल निवास, म अब तपाईँहरूसँगै नारायण हिटी जान्छु भन्नुहुन्छ। त्यतिखेर दुर्गाप्रसाद सँगै हुन्छ। यो लेखेर राख्नुहोस् फेरि। जस्तो आज पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदै हुनुहुन्छ, तर हिजो राति नै सिंहदरबार बालुवाटार थर्कमान भयो। यो सबै आजको अवस्था निम्त्याउनुमा या गणतन्त्रवादी नेताहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्नुमा चाहिँ दुर्गाप्रसादको प्रमुख हात छ भनिएको छ। होइन होइन, हाम्रो तपाईँले कुरा प्रश्न राम्रो गर्नुभयो। आजसम्म यो प्रश्न सोधेका थिएनन् मान्छेले। यो अवस्था आउने काम कसले गरेको? यिनै दलले गरेको। राजाले त रक्तपातविहीन, प्रचण्ड पनि मेरै मान्छे हुन्, केपी ओली पनि मेरै मान्छे हुन्, जनमुक्ति सेना पनि मेरै मान्छे हुन्, नेपाली सेना पनि मेरै मान्छे हुन्, सशस्त्र प्रहरी पनि मेरै मान्छे हुन्, जनपद प्रहरी पनि मेरै मान्छे हुन्, जो मरे पनि मेरै नेपाली मर्छन् भनेर, नेपाल रुन्छ भनेर नि राजाले हाँसी हाँसी दरबार छोडेको आज 18 वर्ष भयो, होइन? त्यतिखेर त्यो राजालाई नि दरबार छोडेर जाँदाखेरि नि कोही राजावादी शक्ति, कोही कुनै पनि पार्टीको मान्छेले नि त्यहाँ गेटमा गएर चाहिँ न सेनाले रोक्यो, न कसैले बाई बाई गर्न गएनन् नि, सबै हाँसेर उडाए, होइन? हो कि होइन? त्यो अपमान तरिकाले जुन तरिकाले बिदा गरेको थियो, र पनि राजाले हाँसी हाँसी जानुभयो। र राजाले एउटा कुरो के भन्नुभएको थियो थाहा छ? राजाले पर्खिराख्छ, राजामा त्यो धैर्यता हुन्छ भनेको थियो क्या। त्यो कुरा राजाले पर्खिरहन पनि सक्छ, हेरिरहन पनि सक्छ भनेको थियो, प्रतिक्रिया दिँदैन भनेको थियो। तर राजाले प्रतिक्रिया दिएपछि के हुन्छ भन्ने कुरो त आज जनताहरूले, यिनीहरूले देखे नि, नेताहरूले। त्यो वातावरण दुर्गाप्रसादलाई जन्माउने, राजालाई यो बोल्ने वातावरण बनाउने कसको काम हो त? तर आज दुर्गाप्रसादले यिनै दलहरूको काम हो। राजालाई अगाडि सारेर थप किचलोमा पार्ने काम गरेका छन्। अब राज संस्था फर्किँदैन भनेर गणतन्त्रवादी नेताहरू बोलिरहेका छन्। जस्तो गोकुल बास्कोटाको बोली पनि सुन्नुभयो होला, राजा फर्किन्छन्, पोखराबाट काठमाडौँ फर्किन्छन्, टिकट काटेर आउँछन्, अन्त कहाँ फर्किने भन्ने कुरा गरे। तर तपाईँहरूले काठमाडौँमै धमाका गर्दै हुनुहुन्छ आज। होइन, हामीले चाह्यौँ भने नि जुन राजालाई जुन तरिकाले बोल्दैछन् नि, तपाईँले हेर्दै जानुहोस्। माओवादीको हिजो कार्यक्रम किन रोकियो? जहीँ तहीँ अब ढुङ्गाले हान्छन् भनेर स्थगित गरेर आएका। गाउँ गाउँबाट नेता लखेट्छन्, यो सहरबाट नि अब नेता लखेटिने दिन आउँदैछ नि, हेर्दै जानुहोस्। हेर्दै तपाईँ जानुहोस् न, तपाईँले को बास्कोटाले के भनौँ, को दलितले के भनौँ भन्ने कुरा छोडिदिनु न। त्यो कुरै छोडिदिनुहोस्। कसले के भनौँ भन्ने कुरा छोडिदिनुहोस्। राजाका अगाडि बाबाकी दुवाई भन्छ नि, यिनीहरू त्यही हुन्। यिनीहरूको अब उपाय छैन। आज 3 बजे कति मान्छे हुन्छन् एयरपोर्टमा? अब तपाईँहरूले देखिराख्नु भएको छ, माहौल तपाईँहरूले बुझ्नु भएको छ। मलाई त मिनिमम पनि 5 लाख मान्छे हुन्छन् जस्तो लाग्छ, हुनुपर्ने हो राजाको स्वागतमा। 5 लाख मान्छे हुन्छन्। हेर्दै तपाईँ जानु न, सोसियल मिडियाले के भन्यो? सोसियल मिडिया कसको पक्षमा छ भन्नुहोस् त? टोटल इन्टायर सोसियल मिडिया 98% सोसियल मिडिया कसको पक्षमा छ? तर सोसियल मिडियाको भिड सडकमा त्यसरी आउँछ तपाईँले भने जस्तो होइन, त्यो पनि एउटा पोजिटिभ सन्देश हो नि त। अब त सोसियल मिडियाबाट केही वार्ड त छ नि त, त्यही सोसियल मिडियाकै कारण हो नि त। प्रधानमन्त्री जहाँ जान्छन् लखेटिन्छन्। अब सबै लखेटिन्छन् गणतन्त्रवादीहरू, किनभने मान्छेले आँट गरेका थिएनन्, अब आँट गर्छन्। तपाईँले के बुझ्नुहोस् भने आज नेपालभित्रै नेपालीहरू ब्ल्याकलिस्ट भएर हिँड्नु परेको छ, ब्याङ्कको ब्ल्याकलिस्टमा, कालो सूचीमा। तिनीहरूको भविष्य छैन, तिनीहरूको परिवारै अन्धकारमा पारिदिने हो। त्यसले गर्दाखेरि अब राजा यो ब्ल्याकलिस्टबाट उम्किने हो,
यो व्यवस्था ब्ल्याक लिस्टबाट उकिने हो र परिवार जोगाउने हो भने नि राजालाई साथ दिनुपर्छ सबैले। तपाईँले भन्दै गर्दाखेरि चाहिँ पछिल्लो सरकार बनेको करिब 6-7 महिना भएको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा खासै जनताले मन पराउने किसिमका कार्यहरू भएको देखिएको छैन। यो अवस्था हुँदै गर्दा तपाईँले नै भने अनुरूप चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अब गणतन्त्र जोगाउनको लागि फेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेल भइरहेको छ सिंहदरबार बालुवाटारमा भन्ने कुरा आइरहेको छ। त्यो त हिजो बेलुका रातिको कुरो हो होइन। यिनीहरूको के निष्कर्ष निस्क्यो भनेदेखि केपी ओलीको कारणले गर्दाखेरि केपी ओलीले को कारणले गर्दाखेरि तस्कर जोगाउने, भ्रष्ट जोगाउने, बिजुलीको पैसा उठ्न नदिने, यो कारणले झन् आगोमाथि तेल थपियो, घिउ थपियो। त्यसले गर्दाखेरि यिनीहरू सरकार चेन्ज गर्नेमा छन्। अब सरकार चेन्ज हुँदैन, अब अन्तरिम सरकार बन्छ। कहिलेसम्म बन्छ अन्तरिम सरकार? अब मेरो विचारमा जहाँसम्म लाग्छ म्याक्सिमम् टाइम लाग्दैन, धेरै टाइम लाग्दैन। अब यही चाहिँ नभनौँ होइन, टाइम लाग्दैन। किनभने राजा आज पोखराबाट काठमाडौँ आउनुभयो, त्यो गोकुल बासकोटाले भनेको ठिकै हो। अब नारायण हिटी जानु हुँदैन, नारायण हिटी जाने पनि प्रवृत्ति छन्। तपाईँको चाहिँ नि निर्मल निवासबाट चाहिँ राजाले आह्वान गरेर हिँडेपछि चाहिँ नि अनि त्यहाँबाट बासकोटाहरूले सोच्दा हुन्छ। जस्तो राजावादीहरूमा मेरो गुरुको 12 टक्का देखिएको छ। न तपाईँले राप्रपालाई सँगै लिएर हिँड्न सक्नुहुन्छ, न राप्रपाले तपाईँसँग आएर जोडिन सक्छ, न अन्य राजावादी राष्ट्रवादी शक्तिहरू चाहिँ एक ठाउँ हुन सक्छन्। यसको लागि दुर्गा प्रसादले पहल गर्ने कि नगर्ने? होइन, मैले राजावादी भनेको चाहिँ के हो मैले बुझिनँ होइन। म चाहिँ राष्ट्रवादी हुँ। राजा आफैमा राष्ट्रवादी हुँ। राष्ट्रको प्रतीक भनेको के हो? दुर्गाको प्रतीक भनेको के हो भन्दाखेरि मूर्ति हो नि एउटा। राष्ट्रको प्रतीक भनेको त राजा हो नि त, र नेपालको झन्डा हो कि होइन? भनेपछि म त उहाँलाई राष्ट्रको प्रतीक भन्छु, राष्ट्रवादी भन्छु होइन। अब को राजावादी हो मलाई थाहा छैन होइन। र मेरो विचारमा अब आज जसले राष्ट्रिय झन्डा लिएर आउँछ त्यो राष्ट्रवादी हो। त्यो हाम्रो अभियानमा जोडिन्छ। जति बढी होइन जो मान्छे पार्टीको झन्डा बोकेर आउँछ त्यो पार्टीको भइगयो। हामीले त राष्ट्रवादी मान्छे खोजेको, जो देशको मान्छे हो। जस्तो तपाईँले भनेअनुसार चाहिँ हरेक परिवर्तन, हरेक विद्रोहमा धेरै व्यक्तिहरू शहादत भएको इतिहास छ हाम्रो। अब व्यवस्था परिवर्तन या फेरि राष्ट्रसत्ता पुनर्स्थापना गर्दा फेरि कयौँ व्यक्तिले ज्यान गुमाउनु पर्न सक्ने अवस्था अब पर्दैन। अब केही पर्दैन। हिजो गणतन्त्र ल्याउनका लागि मान्छेले बुझेका थिएनन्, ज्यान गुमाए। 17,000 मान्छे मरेर नि को 17,000 मान्छेको खुनले, ब्लडले लतपटेको, खुनले रगतले लतपटिएको जनयुद्ध कहाँ पुग्यो आज? कहाँ पुग्यो? त्यो शहीद परिवारले प्रचण्डहरूलाई सोध्नुपर्छ, वर्षमान जनजन शर्माहरूलाई सोध्नुपर्छ। आज प्रचण्ड घर दैलोमा हुनुहुन्छ होइन। आज किन त्यो स्थिति आयो? किन त्यो स्थिति आयो? गणतन्त्र जोगाउन जनताका सुख दुःख बुझ्नु अरे। त्यतिखेर 62, 63, 52 सालमा बुझेको होइन? सर्वहारा वर्ग, उत्पीडन वर्ग, भुइँ मान्छे भनेर हिँडे होइन? अनि आज बुझ्नु पर्थ्यो। अनि त्यतिखेर 62, 63 मा फुलको माला लगाएर जित्या बेलामा अजय सुमर्कीसँग गएर वाइन खाने, हेलिकप्टर चढेर गएर जनता बिर्सिने। त्यति बेला तपाईँ पनि साथमै हुनुहुन्थ्यो? होइन, मलाई त थाहा भएन। मैले त थाहा पाएपछि तिनीहरूलाई छोडिदिइहालेँ नि। अब अहिले आएर जनता गाउँमा गएर चाहिँ नि घरमा गएर कुरा गर्दा हुन्छ, अनि 2-4 जना वाइसिएलले कमेन्ट गर्दा हुन्छ। गयो जमाना। त्यो हजुरबाउले घिउ खान्थे, अहिले नातिले हात सुँग भने जस्तो गनाउँदैन। अब हजुरबाउले घिउ खाएको गयो। त्यो गयो 64 फर्किन्छ। तपाईँलाई उठाएको प्रश्न आज हिजो प्रचण्डबाट दुर्गा प्रसाईले चाहे जति पाएन, केपी ओलीबाट पाएन, त्यसैले राजाको पछि लाग्यो भन्ने एउटा जमात छ। त्यो जमातलाई के भन्नुहुन्छ? मैले के पाएँ? मैले प्रचण्डका लागि त्यत्रो खर्च गरेँ। के पाएँ मैले? के पाएँ? प्रचण्डले मेरो के ब्याङ्कमा लोन भनिदिएको, मेरो प्रपर्टी राखेर मेरो प्रोजेक्टलाई लोन दिएको, मलाई ब्याज मिना गरिदिएको छ प्रचण्डले। एउटा एफिलिएसन दिए प्रचण्डले। के दिए मलाई? केपी ओलीले मलाई के दिए? यत्रो गरेर चाहिँ करोडौँ खर्च गरेर हेलिकप्टरमा उडाएर पार्टी प्रवेश गराए, पार्टी एक गराए, 2टा कम्युनिस्ट मारवाडीसँग पार्टनरसिप गरेर देश सिद्ध्याए। मैले के पाएँ? मैले त पाइनँ। त्यसले गर्दाखेरि आज प्रश्न मैले पाउँछु भनेर मैले गरे पनि आज प्रश्न पार्दिनु कि केपी शर्मा ओलीलाई मैले निको नमानेर छोडेको हुँ, टिकट नपाएर छोडेको होइन भन्ने कुरा चाहिँ प्रश्न पार्दिनु। दुर्गा माताको कसम टिकट नपाएर होइन, म टिकट त्यो लड्दिनँ नि। यो देशमा अब चुनावै हुनु हुँदैन भन्ने मान्छे म गएर कस्तो खालको कुरा गर्नुहुन्छ? म सांसद हुन्छु, केपी ओली जस्तो प्रधानमन्त्री हुन्छु, म प्रचण्ड जस्तो प्रधानमन्त्री हुन्छु। त
त्यस्तो पनि हुन्छ लुकी लुकी हिँड्ने प्रधानमन्त्री हुन्छ प्रधानमन्त्री भनेको ओपेन हिँड्नुहोस् न जनताको काम गरेर भनेको व्यवस्था परिवर्तन भएपछि दुर्गाप्रसाद प्रधानमन्त्री होइन मलाई थाहा छैन म प्रधानमन्त्री हुन्छु हुन्न मलाई थाहा छैन व्यवस्था चाहिँ परिवर्तन हुन्छ व्यवस्था परिवर्तन हुन्छ सर्वहारा वर्ग र भोइ मान्छेका लुटिएका घर जग्गा जुन छन् नि ब्याङ्क सहकारी र लघु वित्तले त्यो फुकुवा हुनुपर्छ फिर्ता पाउनुपर्छ ब्ल्याकलिस्टमा परेका मान्छेहरूले ब्ल्याकलिस्ट हट्नुपर्छ ब्याङ्कबाट ब्ल्याकलिस्ट भएका मान्छेले देशलाई लगेर ब्ल्याकलिस्टमा हाले यिनीहरूले होइन तपाईँको युवाहरू विदेशबाट फर्किनुपर्छ मेरा अरू कुरा धेर छैन जस्तो यो भन्दै गर्दाखेरि चाहिँ जब गणतन्त्रमाथि खतरा पर्छ या सङ्कट आएको देखियो तीनटा मिल छन् प्रचण्डले सबै कामै छोडेर आउनुभयो तीनटा मिलेर खाने हो नि त अनि त्यहाँबाट तर राजावादीहरू जसरी आज मुद्दा सक्रिय भएको बेलामा देशव्यापी रूपमा आवाज उठिरहेको बेलामा तपाईँहरू चाहिँ किन मिल्न सक्नुहुन्न भन्ने अनि हामीले मिल्नै पर्दैन राष्ट्रिय झन्डा मैले बोकेर हिँडेको छु माहौल अहिले दुर्गाप्रसाईमय भएको छ राजामय भएको छ यो समय मुनाचियाको हो भने जस्तो यो समय राजा र दुर्गाप्रसाईको हो सकिहाल्यो नि कुरो सबै आउनु नि सबैलाई म आह्वान गरेको छु त राजा त्यो राप्रपाका साथीहरूलाई पनि भन्छु आउनुहोस् राष्ट्रिय झन्डामा अरू को छन् साथीहरू आउनुहोस् होइन अब सबैजना आएर एक भएर व्यवस्था परिवर्तन गरौँ होइन सबै ठिक हुन्छ यो के मेरो कम्पिटिटरै होइन नि राप्रपा राजावादी भन्नु नि तपाईँले मेरो कम्पिटिटर होइन नि म पार्टी होइन चुनाव लड्दिनँ तर राप्रपाको कम्पिटिटर तपाईँ हुनुभएको छ आज होइन म कसरी भएको छैन उनीहरूसँग चुनाव लड्ने हो र म के राजेन्द्र लिङ्गदेनसँग चुनाव लड्छु ज्ञानेन्द्र साईसँग लड्दिनँ नि लड्दिनँ तपाईँले के बुझ्नुहोस् भने यो व्यवस्था परिवर्तन हुन्छ छिट्टै अन्तरिम सरकार बन्दैछ त्यो अन्तरिम सरकारले कार्यकारी प्रधानमन्त्री बनाउने जनताबाट चुनिएको प्रधानमन्त्री बनाउनलाई संविधान जारी गर्छ अन्तरिम सरकारले अन्तरिम संविधान बनाएर काम सुरु गर्छ 2047 संविधानमा के गर्नुपर्ने त्यसमा मिलाउँछ है र गरिब सर्वहारा वर्गको जुन लघुवित्त सहकारीको 20 लाखभन्दा मुनिको ऋण मिना हुन्छ 20 लाखभन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने वातावरण बनाउँछ विदेशमा का जेलमा भएका युवाहरूलाई यही देशमा फर्काउँछ त्यहाँ गएर घुँडा टेक्छ नमस्ते गर्छ माफ मागेर पनि फर्काउँछ त्यहाँका प्रधानमन्त्रीहरूसँग हात जोडेर आफ्ना नागरिकहरूलाई यही देशमा फर्काउँछ 7000 युवा छन् विदेशमा बेचिएका चेलीबेटीहरू फर्काउँछ फर्स्ट नेपाल फर्स्ट नेपाली भन्ने नारामा अब नेपालीहरूलाई हिँडाउँछ जस्तो पूर्व प्रधानमन्त्रीहरूले पूर्व राजाको सम्बोधन आउँदै गर्दा जेल हाल्ने सम्मको धम्की दिए अब तपाईँहरूले यो विद्रोह सुरु गर्नुभयो या आन्दोलन सुरु गर्नुभयो भने उहाँलाई निर्मल निवासबाटै पक्राउ नगर्ला भन्न सकिन्छ कसरी पक्रिन्छ अलिअलि मालिकलाई पक्रेको रेकर्ड छ बाबुराम भट्टराईले धम्की त दिइसके उसको कुरै नगरौँ न कुरै नगर्ने त्यस्तो मान्छेको कुरा गर्नुहुन्छ त्यो मान्छेको भाँडो हो तपाईँले उसलाई मान्छे भनेको के छ हालत हेरौँ त के छ हालत हेरौँ त आज बाबुराम भट्टराईको हालत खराब छ आज राम 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 बाटोमा एक्लै हिँड्न सक्छ एक्लै हिँड्नुहोस् त तपाईँ भन्ने लायकको मान्छे हो बाबुराम छोरीलाई ज्वाइँलाई स्वास्नीलाई त्यो हाम्रो गाउँमा थियो क्या सम्झिँदा एकै ठाउँमा बस्थेर नि बिहामा लडाइँ गर्थ्यो अनि एकछिनमा एउटै केरा पातमा भात खान्थ्यो क्या सम्झिँदा छोरा त्यस्तै छ्या 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 त्यो पनि मान्छेको भाँडो हो डक्टरेट गरेर कहाँ पढेको रहेछ त्यो मान्छेले छि 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 त्यस्तो मान्छेको पनि कुरा गर्नुहुन्छ तपाईँ राम 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 जस्तो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय अत्यन्त विवादमा तानिरहँदा एकपछि अर्का एमालेका गतिविधिहरू या युवा सङ्घ या भातृ सङ्गठनहरूका गतिविधिहरू अलिकति अराजक र जनतालाई असह्य देखिएको छ यो हेर्दै गर्दाखेरि त उहाँहरूले नै यो व्यवस्थामाथि प्रहार गरेको जस्तो लाग्दैन होइन उनीहरूलाई नै यो व्यवस्था ठिक नभएर नि तपाईँलाई भरे सबैभन्दा पहिला नि हिन्दू राज्य ल्याउँ भनेर चाहिँ सबैभन्दा पहिला गजाङ गुजुङ गराउने नि केपी ओली हुन् प्रचण्डहरूले यो कुरो बुझेकै छैन गणतन्त्रको अलिकति माया प्रचण्डलाई छ हो नभए यो गजाङ गुजुङ गणतन्त्र त मन परेकै होइन नि केपी ओलीलाई कुरो बुझ्नुभयो त्यसले गर्दाखेरि भरे लास्टमा हजुरबुगाले नि नाति अब तर म मिलौँ राजा पनि ल्याउँ होइन अब जाउँ भनेर भन्ने दिन आउँदैछन् ए राजा ल्याउँ नाति मिलौँ भनेर तपाईँ तयार हो होइन राजा ल्याउने कुरा र उसको कुरामा म तयार भइहाल्छु राजा ल्याउँ हिन्दू अधिराज्य घोषणा गरौँ गरिब गरी इनमिना हुने भएर मैले भनेको कुरा भयो भने त पुग्यो नि मलाई मैले खोजेकै त्यही हो नि त त्यो अवस्था भयो भने केपी ओलीसँग मिल्न पनि तयार हुनुहुन्छ होइन त्यो अवस्था भयो भने केपी ओलीसँग मिल्न कुन चाहिँ ठुलो कुरो हो त हाम्रा माग पुरा हुन्छन् भने केपी ओलीसँग मिल्नलाई किन झगडा गर्नुपर्छ र
होइन तपाईँले त्यो एङ्गलबाट भन्नुभयो, तर प्रधानमन्त्रीज्यूले पटक पटक प्रचण्डलाई राजावादी भन्नुभएको छ। तपाईँको पोल खोलिदिउँला, तपाईँ धेरै जाने नहुनुहोस् वर्तमान होइन भनेको अभिव्यक्ति पनि आयो। अब तपाईँले अहिले यो राजनीतिक उसमा भर्खर कुरा हुँदैछ, राजाको कुरा भर्खर बहसमा आएको छ नि त नेताकोमा, होइन कुद्न थालेका छन् नि, अलि कुद्न दिउँ न, 2-4 दिनमा यो सबै ठिक हुन्छ, आउँछन्। सेना पनि बोल्यो होइन, सेनाले के भन्यो भनेदेखि आज सही कुरा गर्नुभएको छ। प्रधान सेनापतिलाई म धन्यवाद पनि दिन चाहन्छु, सलाम पनि भन्न चाहन्छु। सेना भनेको सरकारको हुँदैन, राष्ट्रको हुन्छ जुन भन्नुभयो नि, र नेपाली नागरिकले जे भन्छ सेनाले त्यही गर्छ। सेना हाई अलर्टमा छ आज, सेना हाई अलर्टमा छ, सेना सबै हाई अलर्टमा छन्। सेना मात्रै होइन अरू पनि हाई अलर्टमा छन्। यहाँ अरू भन्नाले को? अरू छन् नि त, उत्तर दक्षिणका देशहरू सबै हाई अलर्टमा छन्। छिमेकीमा बम पड्किन, छिमेकी देशमा बम पड्किन आँटेपछि छिमेकीलाई निन्द्रा लाग्छ, ऊ छिटिएर चिज त्यहाँ पुग्दैन, त्यसले गर्दा सबै हाई अलर्टमा छन्। सेना त अहिले नेपाली सेना राज्यको सुरक्षा गर्छ कि तपाईँहरूलाई साथ दिन्छ? होइन, नेपाली सेनाले जनताले जे चाहेको त्यसलाई कदर गर्नुपर्छ। यो पनि पृथ्वीनारायण शाहको लिगेसी बोकेको सेना हो, यो प्रचण्ड केपी ओलीहरूको सेना होइन। तर त्यो भन्दै गर्दा त हिजो दरबार हत्याकाण्ड पछाडि जब पूर्व राजाले श्रीपेज बुझाउँदै हुनुहुन्थ्यो त्यति बेला त सेनाले गद्दार गरे, गद्दारहरूले गद्दार गरे त। अब राजदरबारको हत्याकाण्ड हुँदाखेरि प्रज्वल शमशेरै थियो नि, अहिले प्रज्वल शमशेरको परिवारै यहाँ छैन नि, अमेरिका हुनुहुन्छ। कसको छ? प्रज्वल शमशेरकै नेतृत्वमा त भएको नि त्यो घटना। अनि त्यति कुरा तपाईँले बुझ्नु भएको छैन? ऊ अमेरिकामा छ, ऊ यहाँ आउनै सक्दैन। हिजो धोका दिएको सेनाले अब साथ दिन्छ भन्न सक्नुहुन्छ? होइन, अब सही सेनाले साथ दिइहाल्छन् नि, कि त प्रज्वल शमशेर जस्तो बसाइ जानु पर्यो? कुरो बुझ्नु भएन? त्यसले गर्दाखेरि तपाईँ यो कुरामा क्लियर हुनुहोस् भाइ। अब यो धेर लामो बहस पनि नगरौँ, आजलाई यति नै गरौँ। ल, नमस्ते। हस् त, धन्यवाद। कति मिनट